गाइस गुड मर्निङ एभ्रिवान वेलकम टु माई न्यू ब्लग। आज चाहिँ अहिले चाहिँ बिहानको 8 बज्न आइरहेको। म चाहिँ भर्खरै उठेर हस्पिटल जान लागेको। तपाईँहरूलाई म हस्पिटलमा एउटा सानो काम छ, त्यही हस्पिटलमा गएर देखाउनेवाला छु। ओके थ्याङ्क यू। गाइस बाटोमा जाँदैछु। अहिले चाहिँ बिहान भयो होला, जामसाम पनि केही छैन। यो चाहिँ बगलको मेन रोड हो। आज दिउँसो कता जान्छु। आज सायद म ब्याडमिन्टन खेल्न जान्छु र हजुर बेलुका ब्याडमिन्टनको भ्लग आउँदैछ। आज राम्रो भ्लग आउँछ चाहिन्छ। आज म मोबाइलमा अब बिहानको समयमा त्यस्तो जाम भन्ने कुरा छैन। अहिले चाहिँ पौडो आइपुग्यो म। पहिला चाहिँ स्टुप हस्पिटल यहाँ थियो, अहिले चाहिँ भत्काएर उता चिच्चेपाटीमा सारेमा हामी त्यहीँ जानु लाग्यो। बिहानको माहौल चाहिँ यस्तो छ, बाटोहरू बनाइरहेको छ बौद्धतिर। गाइस यो चाहिँ भातपुरी हो। अस्तिदेखि यहाँ नटमा यो पनि ध्वस्त भएको, अहिले यो बनाउँदैछ भातपुरी। निर्माण हुँदैछ। हामी जाने भनेको चाहिँ उही हस्पिटलमा हो। अहिले हामी त्यही हस्पिटललाई के भन्नु सक्ने होला छु। यो हस्पिटल गइरहेको चिच्चेपाटीमा सारेको छ। तपाईँहरूले यहाँ पासाङ लम्बुको स्टुपा पनि देख्न सक्नुहुन्छ। यहाँ छ पासाङ लम्बु शेर्पाको स्टुपा। अब चाहिँ गाइस हस्पिटल यो गाइस अब म तपाईँलाई भित्र गएर के गर्छौँ हामी सबै देखाउनेवाला छौँ। हामी चाहिँ अहिले बाइकबाट झरेर अहिले हामी चाहिँ माथि कता हो कामतिर जाँदैछौँ। अहिले चाहिँ हामी जाँदै हो माथि कता हाम्रो कहाँ जानुपर्ने हो जाँदैछौँ। यस्तो छ हेर्नु सक्नुहुन्छ स्टुपा चिच्चेपाटीको। काम चाहिँ भइसक्यो। अब चाहिँ हामी चिया रोटी खान यता आएको छौँ। भित्र आएको छौँ स्टुपाको राइट साइडबाट भित्र आएको छौँ। यही हो काम चाहिँ सकिसक्यो। 5-6 मिनटको मात्रै थियो। अहिले चाहिँ हामी खासा खान आएको छौँ। चाहिँ बल्ल घर आइपुगेँ। अब चाहिँ म कपाल काट्न जानु लाग्यो। तपाईँहरूलाई कपाल काट्न ठाउँमा गएर केही क्लिपहरू देखाउँछु। अहिलेको लागि बाई बाई। 2 hours later. गाइस चाहिँ फेसियल गरिदियो है हामी। होल्ड अन एकछिन। फर्स्ट टाइम फेसियल गरेँ जस्तो हो। अब गोरो हिँड्छ कि झन् को पैसा बर्बाद। गोरो भयो क्या आमा। वास हान्दै हो हामी। फेसियल सकेर वास हान्दैछौँ। गाई भर्खरै कपाल काटेर निस्केर कस्तो देखाएको छ भन्न सक्नुहुन्छ हजुरहरू। कपाल फेसियल हानेको। अब चाहिँ म घर जाँदै हो होइन। अहिले टाइम कति 10 बजेर 15 मिनट गयो। अब गएर खानासाना खान्छु। अनि आज दिउँसो के हुन्छ कस्तो हुन्छ। एक्जाम चलिरहेको छ, त्यही भएर भ्लगहरू पनि त्यस्तो धेरै आउनु सक्दैन। त्यही भएर अहिले चाहिँ म घर जाँदैछु कपाल सपाल काटेर। गाइस अहिले चाहिँ म ब्याडमिन्टन खेल्न जानु लाग्यो। अहिले दिउँसोको 12 बज्यो होला। अहिले चाहिँ म माथि कपन फाइका स्पोर्ट हब जानु लाग्यो। स्पोर्ट हबमा म चाहिँ पहिला स्पोर्ट हबमै खेल्थेँ। अहिले चाहिँ आर्मीबाट खेल्छु नि, त्यही भएर आर्मीमा ट्रेनिङ गर्छु। अहिले त्यस्तो स्पोर्ट हब जाँदिनँ। अनि घर आएको बेला चाहिँ साथीले बोलायो, त्यही भएर गएको। अहिले चाहिँ म जाँदैछु। त्यहाँ बाहिर एउटा सानो काम छ, त्यही ट्याक्सी लिएर जानेवाला हो। त्यही हो गाइस। अहिले चाहिँ फलफुल खानु बसिरहेको फलफुलहरू।
फल खाने हो अब अनि यो मेवा पनि गरिदिनु ल मेवा पनि गरिदिनु हेर्नु सक्नुहुन्छ गाइस मेवाहरू तपाईँले मेवा खरबुजा 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 पनि एउटा गरिदिनु गाइस अहिले चाहिँ म ठ्याक्क यो बज्र कलेजबाट अपोजिट साइडमा हो यो बज्र कलेज यहीँ छ बज्र कलेज ठ्याक्क अपोजिट साइडमा हन्डा अगाडि हो गाइस अहिले फलको चाहिँ आइसकेको छ फलको खाने हो मिठो होला यहाँ मोटरसाइकल पार्किङ गर्ने कुकुर हो भने नो पार्किङ ल्याएको तर पनि हेर्नु सक्नुहुन्छ पार्किङ गरेको सबै कुकुरहरू हो यिनीहरू पार्किङ गर्ने चाहिँ मान्छेहरू सब कुकुरहरू हेर्नु सक्नुहुन्छ गाइस म चाहिँ भर्खर स्पोर्ट हब आएको थिएँ तर स्पोर्ट हबमा चाहिँ ट्रेनिङ हुँदो रहेछ थाहा थिएन मलाई ट्रेनिङ कति 11 बजीदेखि 1 बजीसम्म हुँदो रहेछ अब धेरै 1 बज्नु धेरै मिनट त छैन 10 मिनट जति बाँकी छ म चाहिँ अहिले स्पोर्ट हबमा हो अहिले ट्रेनिङ भइरहेको छ ट्रेनिङ चाहिँ सिधा दिँदै गराउनुहुन्छ यहाँको पहिला म खेलेको ठाउँ चाहिँ यही हो ट्रेनिङ भइरहेको रहेछ र पहिला यहीँ ट्रेनिङ गर्थ्यो ट्रेनिङहरू छ यस्तै छ स्पोर्ट हबकोमा हो तर यहाँ अहिले योगा भइरह ट्रेनिङ सकेपछि Hours later. के लाउनुपर्छ तुमसे ना हो पाएगा कलेजको ड्रेस अनि कहाँबाट पाउने अहिले चाहिँ कहाँबाट लिनेहरू पाउँछ मिलेर जाने पनि ड्रेस को पैसा बर्बाद थैंक्स लव यू फॉरएवर मरना तेरे को डर नहीं लगता अहिले चाहिँ म निस्किसकेको खेलेर अब घर जाँदैछु अहिले धेरै त खेलिएन एक गेम खेलियो त्यही सिङ्गल्स साथी आएको थियो साथीसँग सिङ्गल्स खेलियो हेर्नु सक्नुहुन्छ यही हो पहिला म ट्रेनिङ हल गर्ने हल चाहिँ यही हो यता भलिबल खेल्ने ठाउँ पनि छ यता गार्डनमा पढेको स्कुल चाहिँ उतापट्टि छ यहाँबाट उतै लिटल राइस स्कुलमा म पढेको यो हेर्नु सक्नुहुन्छ यही स्कुलमा म पढ्ने चाहिँ 10 एससी मैले यहाँबाट पास गरेको घर जानु लाग्यो त्यही हो घर पुगेर हल्का भिडियो हाल्छु अहिलेको लागि बाई बाई तर कागो लागि भएपछि छ दमकल गइरहेछ सबै समय छिटो हुन्थ्यो
गाइस यो बाटो सालो भएर यो अहिले गाडीहरू हिँड्न पनि गाह्रो हुन्छ नि त त्यही भएर यसलाई धेरै गाह्रो भइरह गाइस अहिले म घर आइपुग्न आँटेँ आजको मेरो सपिङ एउटा प्यान्ट एउटा टी सर्ट किन्यो त्यो गाइस अब घर जान्छु खाससास खान्छु नुहाइधुवाइ गर्छु अनि फेरि म अब भोलि एक्जाम छ मेरो केही पढ्छु इङ्ग्लिसको एक्जाम छ केही प्र्याक्टिस गर्छु इङ्ग्लिसको अनि त्यही गाइस देखाउँछु अरू ब्लगहरू है गाइस थ्याङ्क यू फर वाचिङ दिस भिडियो अहिले चाहिँ बेलुकाको 8 बजेर 20 मिनट गइसक्यो म चाहिँ घर 3 बजीतिर आएको थिएँ 3 बजीतिर आएर घरमा नुहाइधुवाइ गरेर खानसान खाएर अनि हल्का पढेँ भोलि मेरो एक्जाम छ नि त त्यही भएर हल्का पढेँ त्यसपछि रुम सफा गरेँ नुहाइधुवाइ गरेँ त्यसपछि गाइस अहिले चाहिँ म हल्का फ्री भएर इन्डिङ गर्दैछु ओके आजको भ्लगमा यति नै थ्याङ्क यू फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब माई च्यानल जय नेपाल